यस दृश्यमा देखिएका मनमोहक हिमालहरूमध्ये विश्वकै सर्वोच्च शिखर सगरमाथा, नुप्से, मकालु र गौरीशङ्कर हिमालहरू रहेका छन्। नेपालले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुन आएका विश्वका पाहुनाहरूलाई हिमालहरूको अवलोकन गराउने क्रममा सरकारले यी हिमालहरूको छेउबाट माउन्टेन फ्लाइट गराएर हिमालहरूको अवलोकन गराएको हो। हिमालहरू नेपालका लागि धेरै महत्त्वपूर्ण छन्। नेपालमा करिब 2000 वटा हिमालहरू रहेको अनुमान गरिएको छ। त्यसमध्ये आरोहणका लागि 461 वटा हिमालहरू खुला गरिएका छन्। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नका लागि विदेशीले $15,000 अर्थात् करिब 21 लाख रुपियाँ राजस्व तिर्नुपर्छ, शुल्क तिर्नुपर्छ भने नेपालीले चाहिँ 1.5 लाख रुपियाँ शुल्क तिरे पुग्छ। सगरमाथा आरोहण गर्दा आरोहीको खर्च चाहिँ करिब 35 देखि 40 लाख रुपियाँ हुने गरेको छ। विदेशीको हकमा करिब 50 लाख रुपियाँ खर्च हुने गरेको छ भने स्वदेशीको हकमा 30 लाखको हाराहारीमा खर्च हुने गरेको छ। यो एभरेजमा 35 देखि 40 लाख भनिएको हो। काङ्ग्रेस नेता विश्वप्रकाश शर्माले 28 लाख रुपियाँको खर्चमा अहिले सगरमाथा आरोहणको काम गरिरहेका छन्। उनी सगरमाथा आरोहणको आधार शिविरबाट अघि बढिसकेका छन्। नेपालमा 5000 मिटरभन्दा माथिका करिब 2000 वटा हिमालहरू रहेका छन् र 8000 मिटरभन्दा अग्ला हिमाल विश्वमा 14 वटा छन्। तीमध्ये 8 वटा हिमाल चाहिँ नेपालमै रहेका छन्। नेपालले पर्यटन क्षेत्रबाट वार्षिक करिब 60 अर्ब रुपियाँ आम्दानी गर्ने गरेको छ भने पर्वतारोहणबाट अर्थात् हिमाल आरोहणबाट मात्रै करिब 70 देखि 80 करोड रुपियाँ आम्दानी गर्ने गरेको छ। पर्यटन क्षेत्रमा अर्थात् पर्वतारोहणको क्षेत्रमा करिब 50,000 जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्। त्यसैले हिमालहरू नेपालका लागि धेरै महत्त्वपूर्ण छन्। नेपालले विदेशी मुद्रा आर्जन गर्नका लागि होस् या नेपालमा रोजगारी सिर्जना गर्नका लागि होस्, हिमालहरू नेपालका लागि धेरै महत्त्वपूर्ण देखिएका छन्। अझै पनि नेपालले हिमाल पर्यटनबाट धेरै ठुलो फाइदा लिन सक्ने देखिएको छ। feet from slide and our cabin crew are at your service throughout the